नमो नमः। समस्त योगप्रेमी आध्यात्मिक मित्रहरू, विश्व शान्ति एवं अध्यात्म विज्ञान समाजद्वारा आयोजित 2025 को अप्रिल 4 देखि 11 सम्म थाइल्यान्डमा सम्पन्न भएको अन्तर्राष्ट्रिय योग सम्मेलनका केही झलकहरू प्रस्तुत गर्न अनुमति चाहन्छु। संस्थापक एवं संरक्षक आचार्य राजन शर्माज्यूले संकल्प गर्नुभएको योगको उत्पत्ति नेपाल हो भनी विश्वलाई चिनाउने र लाखौं योग गुरुहरू उत्पादन गरी नेपाललाई विश्व योग गुरु देश बनाउने महाअभियान अनुसार नेपालबाट 18 जना अन्तर्राष्ट्रिय योग गुरुहरू सहभागी भई योग साधना र प्रशिक्षण गरी नमुना प्रदर्शन गर्ने अवसर पायौं। यस्तो पवित्र अवसर पाउँदा हामीलाई गौरव महसुस भएको छ। यसको लागि गुरुजीप्रति मैले सबै सहभागी गुरुहरूको तर्फबाट साधारण नमन एवं हार्दिक आभार व्यक्त गर्न चाहन्छु। मित्र देश थाइल्यान्डको सुन्दर नगरी राजापुरीमा उद्घाटन भई विभिन्न ठाउँमा साधना र प्रदर्शन गर्दै राजधानी ब्याङ्ककमा समापन गरिएको अन्तर्राष्ट्रिय योग सम्मेलनमा विश्वका विभिन्न मुलुकहरूको सहभागिता थियो। उक्त पवित्र क्रियाकलापको श्रव्य दृश्य 5 घण्टा जति क्यामेरामा कैद गर्न सफल भएछु। यसलाई 20-30 मिनटका 11 भाग गरी सिरियलबद्ध रूपमा पब्लिक मिडियामा प्रस्तुत गर्न गइरहेको छु। उक्त कार्यले नेपाललाई योगको उत्पत्ति थलो र विश्व गुरुदेशको नामले प्रसिद्ध बनाउनेछ। जय गुरुदेश, जय नेपाल। ओ 2 शब्द अंग्रेजी मिसाए कसो होला? ओम नमो नमः। All the yoga lovers around the world, I would like to present some glimpse of the International Yoga Conference held in Thailand from 4 to 11 April 2025, organized by the Global Society for Peace and in Spiritual Science, GSPSS. Yoga originated in Nepal. The Vedas are age of proof. It is believed that the Vedas were provided by divine nature and 7,000 years ago written down by the great sage Vyasa. As indicated in the Vedas, the great sage Patanjali formulated the knowledge and rules of yoga, which has been a tradition up to now. Not only Vyasa, the writer of the Vedas, but also all the sages were born in Nepal. Now the respected yogi Acharya Rajan Sharma has been born as a great sage. He has established a scientific and public welfare organization with the aim of encouraging the world to learn yoga and practice it. Similarly, his vital mission is to declare Nepal as the country of yoga gurus in the world by providing the free yoga training in schools, public places, and everywhere in Nepal. Up to now, more than 2,000 yoga teachers have been trained through this program. I would like to call him the Maharishi Patanjali of the present era. Because of the yoga and spiritual knowledge, the knowledge he provides, we have found health and peace even in this time of pollution. With his blessing, I am going to present some glimpse of the International Yoga Conference, Thailand, in the serial form. This is only the first part. Now watch the video. तथा अध्यात्म विज्ञान समाज, द ग्लोबल सोसाइटी फॉर पीस एंड स्पिरिचुअल साइंस का संरक्षक, मेंटर, आवर गार्जियन, वी वुड लाइक टू वेलकम एज द चीफ गेस्ट आचार्य योगी राजन शर्मा. गिव अ बिग राउंड ऑफ अप्लॉज टू एड्रेस द ग्लोबल सोसाइटी फॉर पीस एंड स्पिरिचुअल साइंस का केंद्रीय सदस्य, हामी सबैका अभिभावक, योगी व्यक्तित्व आदरणीय राम प्रसाद सञ्जेल गुरुज्यूलाई पनि स्टेजमा हामी आमन्त्रण गर्न चाहन्छौँ. थाई नेपाली सङ्घ
थाई नेपाली एसोसिएसन श्री केशव आचार्य निरीक्षक एवं कार्यक्रम निरीक्षक हुनुहुन्छ भने म अगाडि बोलाउन चाहन्छु जोरदार तालीले। त्यसैगरी शिविर संयोजक आदरणीय दीपक पराजुली सर हुनुहुन्छ, उहाँलाई पनि अगाडि बोलाउन चाहन्छु। त्यसैगरी शिविर सञ्चालक आदरणीय युवलाल गौतम सरलाई पनि अगाडि बोलाउन चाहन्छु। त्यसैगरी थाई नेपाली एसोसिएसन थाइल्यान्डका यो संस्थाका महासचिव आदरणीय शेखर खतिवडा ज्यूलाई पनि स्टेजमा आएर आसन ग्रहण गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। महिला विभाग प्रमुख आदरणीय कुन्ती गौतम ज्यूलाई पनि आसन ग्रहण गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। त्यसैगरी महिला शाखा विभाग प्रमुख आदरणीय सङ्गीता कार्की ज्यू पनि आउँदै हुनुहुन्छ हैन। लेखा निरीक्षक आदरणीय ध्रुव अधिकारी ज्यू, त्यसैगरी दुःख निवारण प्रमुख आदरणीय पदम बहादुर लामिछाने ज्यू, सामाजिक भवन प्रमुख श्री राजु शिवाकोटी ज्यू, म्यानमार धर्म सेवक सङ्घका सहायक निरीक्षक श्री राजन भट्टराई ज्यू। हामी थाइल्यान्डमा पनि छौँ र नजिकै म्यानमारमा पनि छौँ, त्यसकारणले त्यहाँको पनि प्रतिनिधित्व भइरहेको हामीले देखेका छौँ। हजुर, त्यसैगरी म्यानमार धर्म सेवक सङ्घका मुख्य शिक्षक श्री प्रदीप कार्कीज्यू प्रेरणा दिइरहनु भएको छ हामीलाई नेपालदेखि थाइल्यान्डको यो सुन्दर भूमिमा। They have come long way from Nepal to make this event a meaningful and successful. I would like to welcome उहाँहरूलाई म अगाडि बोलाउन आफ्नो उपस्थिति जनाइदिनु हुनको लागि अन्तर्राष्ट्रिय योग शिक्षक श्री खडानन्द सापकोटाज्यू। त्यसैगरी हजुर ठिक छ हजुर यता त्यसैगरी हामी माझ हुनुहुन्छ विश्व शान्ति तथा अध्ययन विज्ञान समाजका कोषाध्यक्ष आदरणीय रामभक्त घिमिरेज्यू यता प्रविधिमा पनि हुनुहुन्छ, एकदमै संसारभरि फैलाइरहनु भएको छ। त्यसैगरी विश्व शान्ति तथा अध्ययन विज्ञान समाजका सहकोषाध्यक्ष आदरणीय इन्दिरा सापकोटा गुरुज्यू, त्यसैगरी केन्द्रीय सदस्य श्री सविता केसीज्यू, त्यसैगरी अन्तर्राष्ट्रिय योग शिक्षक आदरणीय राधिका बजगाईज्यू, त्यसैगरी अन्तर्राष्ट्रिय योग शिक्षक जमुना सुवेदीज्यू, त्यसैगरी अन्तर्राष्ट्रिय योग शिक्षक तारा पुडासैनेज्यू, त्यसैगरी अन्तर्राष्ट्रिय योग शिक्षक जगन्नाथ ढकालज्यू, सुन्दर फोटोहरू खिचिरहनु भएको छ साइडमा हेरिदिनु होला। त्यसैगरी अन्तर्राष्ट्रिय योग शिक्षक राधिका ढकालज्यू, त्यसैगरी हामीलाई सधैँ सुमधुर आवाजले हामीलाई साथ दिइरहनु हुने अन्तर्राष्ट्रिय योग शिक्षक मीना सापकोटाज्यू, त्यसैगरी अन्तर्राष्ट्रिय योग शिक्षक लक्ष्मी बर्तौलाज्यू, त्यसैगरी अन्तर्राष्ट्रिय योग शिक्षक रिनु पण्डितज्यू, त्यसैगरी अन्तर्राष्ट्रिय योग शिक्षक सृजना खतिवडाज्यू, त्यसैगरी अन्तर्राष्ट्रिय योग शिक्षक माया गुरुङज्यू, त्यसैगरी अन्तर्राष्ट्रिय योग शिक्षक मुना लामाज्यू। हजुर मायाज्यू अल द वे फ्रम लन्डन युकेबाट आउनु भएको छ, एकचोटि उठेर हाम्रो यो कार्यक्रमलाई शोभा बढाउनको लागि हेरिदिनु त। उहाँले भनिसक्नु भएको छ हजुर हामी सबैलाई अर्कोचोटि चाहिँ लन्डनमा यस्तो आयोजना गर्ने भनेर ठुलो सङ्ख्यामा। अन्तर्राष्ट्रिय योग शिक्षक म डाक्टर योगेन्द्र खतिवडा, अन्तर्राष्ट्रिय योग शिक्षक मीना तामाङ। हामीलाई पनि आसन ग्रहण पछि गर्ने गरी बोलाइदिनु होला। धन्यवाद। म कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु। हामीलाई संसारबाट हेरिरहनु भएको छ, जुम तन्त्रबाट लाइभ प्रसारण भइरहेको छ। गेस्ट अन्तर्राष्ट्रिय व्यक्तित्वहरूलाई बोलाएका छौँ। We have invited to our special delegates as a special guest, as a keynote speaker, Dr. Krish Rossi, CEO, Yoga Alliance International Registry. Please welcome her to the global stage.
Dr. Chris. Similarly, Yoga Alliance, the Global Society for Peace and Spiritual Science, the Examine Board Director, Yogini, Miss Cindy Haider. We would like to welcome her as the special guest to our program. We would like to welcome you, Yogini, Cindy Haider, for your wonderful presence to this program. अब हामी कार्यक्रमको विशेष चरणमा आइपुगेका छौं। हाम्रा आजका यस कार्यक्रमका सभाध्यक्षज्यू, प्रमुख अतिथिज्यू लगायत सम्पूर्ण अतिथिज्यूहरूलाई रुद्राक्ष माला लगाएर आजको यस गरिमामय कार्यक्रममा स्वागत गरिदिनु हुन, सम्मान गरिदिनु हुन म अन्तर्राष्ट्रिय योग शिक्षक श्री सविता नेउपानेज्यूलाई हार्दिक अनुरोध गर्दछु। Rudraksha, yaharulai थाहा छ, I would like to introduce the Rudraksha. There is spiritual elements to give you the power, support, and the intellectual energy. Please give a big round of applause. Thank you. हजुर, ताडापुरा सैनीज्यूले गुरुलाई विशेष माला अर्पण गर्दै हुनुहुन्छ, ताली बजाइदिनु होला। यो कार्यक्रमलाई अगाडि बढाउनको लागि हामी राष्ट्रिय गान, the national anthem, I would like to request everyone to present for national anthem of the Kingdom of Thailand. त्यसैगरी अब हामी नेपालको राष्ट्रिय गानमा पनि सरिक हुनेछौं। मातृभूमि थाईलैंड की, भनौं मातृभूमि नेपाल को, योगी का आध्यात्मिक व्यक्तित्व को, विश्व शान्ति तथा अध्यात्म विज्ञान समाज को, संसार भर जोडिनु भएका योगी आत्माहरूको, आचार्य श्री को, आजको आनन्दको। अब म यसपछि हाम्रो योगिक नियम अनुसार, योगिक भाव अनुसार हामी पानसमा दीप प्रज्वलन गरेर आजको कार्यक्रमको समुद्घाटन गर्ने कार्यक्रम रहेको छ। म आजका सभाध्यक्ष र आजका प्रमुख अतिथि आचार्यश्री लगायत सम्पूर्णलाई अगाडि आएर पानसमा दीप प्रज्वलन गर्नको लागि हार्दिक अनुरोध गर्दछु। सँगसँगै स्वस्ति वाचन आदरणीय केशव भट्टराई ज्यूलाई म माइक हस्तान्तरण गर्दछु।
हरिः ॐ स्वस्ते न इन्द्रो वृद्धसर्वाः स्वस्ति नः पूषा विश्ववेदाः स्वस्ति नस्तार्क्ष्यो अरिष्टनेमिः स्वस्ति न बृहस्पतिर्दधातु ॐ विश्वानि देव सवितर्दुरितानि परासुव यद्भद्रं तन्न आसुवा ॐ असतो मा सद्गमय तमसो मा ज्योतिर्गमय मृत्योर्मा अमृतं गमय ॐ शान्तिः शान्तिः शान्तिः। धन्यवाद। एकचोटि जोरदार ताली बजाइदिनु हुन अनुरोध छ। ताली बजाउँदा पनि स्वास्थ्य एकदमै राम्रो हुन्छ, शरीर राम्रो हुन्छ, मन राम्रो हुन्छ। धन्यवाद यहाँहरू सम्पूर्णलाई। अब हामी कार्यक्रमको महत्त्वपूर्ण चरणमा पुगेका छौँ। उपस्थित प्रमुख अतिथिज्यू लगायत आजको यस कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्ण अतिथिज्यूहरूलाई अन्तर्राष्ट्रिय जुम मञ्च मार्फत अन्तर्राष्ट्रिय स्तरबाट विभिन्न राष्ट्रबाट जोडिनुभएका योगीजन ध्यानप्रेमी व्यक्तित्वहरूका लागि र उपस्थित यस सभा हलमा उपस्थित हुनुभएका अग्रज व्यक्तित्वहरू सम्पूर्ण अतिथिज्यूहरू योगीजनहरूलाई आफ्ना शब्दरूपी फूलका गुच्छाहरूबाट स्वागत मन्तव्य व्यक्त गरिदिनु हुन यसै संस्थाका अन्तर्राष्ट्रिय योग शिक्षक श्री खडानन्द सापकोटाजीलाई आफ्ना स्वागत रूपी फूलका गुच्छाहरूबाट स्वागत मन्तव्य व्यक्त गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। हजुरलाई यस मञ्चमा हार्दिक स्वागत गर्न चाहन्छु। Thank you. Can I answer? Om Sarve Bhavantu Sukhina Sarve Santu Niramaya Sarve Bhadrani Pasyantu Ma Kachit Dukha Bhag Bhavet. May all the people around the world live happy, healthy and peaceful life. No one be sad or suffer any disease and sorrow. Thank you. Chairman of the Global Conference of Yoga and Spiritual Science, best person of today, our guardian, as a chief guest, Honorable Yogi Acharya Rajan Sharma ji. Similarly, the Cindy Hyder, the exam board director, GSPSS, and Honorable Dr. Chris Lee, the senior member of Global Yoga Alliance, and the Thai Nepali Association, who are organized and invite us here, and all the Nepali yogi souls, and all the people around the world who are present here or participate online. All are welcome our program. GSPSS, its full name is Global Society for Peace and Spiritual Science. Its main office is in Australia. Its main founder is who are here present, our Honorable Yogi Acharya Rajan Sharma ji. It was established in 2009, and its main purpose is to provide the knowledge, yoga and spiritual science all over the world. His contribution is appreciable because only he provides the knowledge only Nepal and Australia, but also
he is trying to based all over the world. The spiritual science, before Dr. Yogendra ji also mentioned it, the spiritual science is the wealth of. The spirituality is the main medicine, main actor of our life. We are proud to present here in the international conference here about yoga and spiritual science. We are so happy and proud because in the guardian of honorable person, Yogi Acharya Rajan Sharma ji, he is, I want to express him as a great sage of present days, like Maharishi Vyas, like Patanjali. I want to address him because he is on the mission to promote peace and happiness all over the world. In this mission, we have to join and we have to enjoy in this mission, and his mission is profitable for all around the world, everywhere. The many yoga classes, and his main mission is, next mission is to be Nepal, a country of yoga, Gurudev, Vishwa Gurudev Nepal, which is mentioned is in the board, the Gurudev, Vishwa Gurudev Nepal, old country, old yoga and spiritual country in Nepal. In this mission, we are joining us, and we are joined different people from Myanmar, Thailand, and Australia, UK, and around the world. I want to say about volunteering. The organization, the global organization, as a global organization is the yoga and spiritual science. It is fully voluntary organization. Everyone can help, everyone can practice freely yoga and spiritual science, and everyone can help, everyone can do in the as a member, as a worker, everywhere. It is totally free, it is not profitable organization. Next door I want to mention here, because the origin place of yoga is Nepal. It's okay. There are lot of evidence. There are its yoga and spiritual mentioned in Vedas, Samved, Rig Ved, Ayurved, and Atharved. The four Vedas writer is Ved Vyas, who was born in the Tanau Vyas Nagarpalika, Tanau in Nepal. That time, the area south of the Himalayas, Great Himalayas, south of the area, that time, ancient time called Bharatvarsha. Punya Bhumi, Bharatvarsha, or Aryabharta. There are many countries divided now. It is Thailand also in their Bharatvarsha that time. That time Nepal was so great. That time it is called Bharatvarsha. That place now just the writer of Ved and Patanjali, Vyas, and many sages were born in Nepal, many lands of south of Himalayas. Especially Veds are there. Let us practice, and some words I want to say in Nepali also. Namaste, Om Namo Namah everyone. हामी यहाँ विश्व सम्मेलनमा हामी जुन भेला भइरहेका छौँ विभिन्न देशबाट, जुन नेपाललाई एउटा गुरुदेश बनाउने योजनामा उहाँ हुनुहुन्छ। अघि नै पनि मैले हामीमा एक दुईवटा उल्लेख गरिसकेँ। लगभग 2000 भन्दा बढी योगीजनहरू चाहिँ योगा टिचरहरू र मोटिभेटरहरू 2000 भन्दा बढी उत्पादन भइसकेका छन् यो कार्यक्रमबाट। जुन कार्यक्रममा उहाँ खटेर विश्वभरि चाहिँ प्रचार गर्न लाग्नु भएको छ, त्यसमा पछि हामी पनि सहभागी छौँ र यो कार्यक्रम अवश्य पनि विस्तार हुँदै जानेछ। किन अहिलेको यो
आधुनिक युग जुन चाहिँ प्रदूषणको युग छ यसमा हामीले शान्ति जुन प्रदूषणलाई चाहिँ निर्मूल गर्ने खालको चाहिँ जुन बाटो छ उहाँले रोज्नुभएको बाटो यसैमा हामी लाग्नेछौँ र यसको विषयमा पनि जुन यसको प्रमाणहरूको विषयमा नेपाल नै योगको उत्पत्ति भूमि हो भनेर जुन प्रमाण छ वेदमा प्रमाण छ अरू ठाउँमा प्रमाण छ र कतिपय चाहिँ पुस्तकहरूमा कहीँ प्रचार गर्ने गरेको पाइन्छ जुन ढाकिएको जस्तो थियो अहिलेसम्म तर यसलाई जो ढाकिएको प्रथालाई उगार्नु भए तम्सिएर लाग्नुभएको छ त्यसैमा हामी पनि साथ दिएर पछि लागेका छौँ र यो यसले चाहिँ भर्खर बिजारोपण भए जस्तो त छ योगाको तर योगा पहिल्यैदेखि थियो तर यसलाई चाहिँ उजागर गर्न नसकेर बिचमा पर्दाले ढाकिएको अवस्था थियो अनि योगा चाहिँ मातृभूमि अथवा योगाको जन्मस्थल कहाँ हो कहाँ उत्पत्ति भएको त्यो कुरामा पनि एउटा हिन्दू कल्चर अनुसार भएको भनिन्थ्यो हिन्दू कल्चर भनेको विशेष गरेर वैदिक सनातन कल्चर हो जुन कल्चर बोकेर अहिले देशका संसारका विभिन्न ठाउँमा नेपालीहरू रहिराख्नु भएको छ अहिले मात्र हेर्दा पनि म यहाँ पुगे 70,000 बढी नेपालीहरू बर्मा र थाइल्यान्डमा रहनु भएको मैले जानकारी पाएँ उहाँले पनि आफ्नो कल्चर आफ्नो वैदिक कल्चर बोक्नु भएको छ जुन विज्ञान चाहिँ सच्चा विज्ञान भनेको हाम्रो वैदिक कल्चरमा छ जुन ज्योतिषशास्त्र भयो गुरुजीले यहाँ मेन्सन गरिसक्नु भएको छ विभिन्न पुस्तकहरूमा ज्योतिषशास्त्र लगायतका आयुर्वेद शास्त्र ज्योतिषशास्त्र धर्मशास्त्र लगायतका चाहिँ आत्मशान्तिका अथवा स्वास्थ्यको लागि पनि एकदम महत्त्वपूर्ण हुने शास्त्रहरू हाम्रै कल्चरमा वैदिक कल्चरमा छन् तिनलाई चाहिँ कतैबाट पर्दाले ढाकिएको छ त्यसलाई उजागर गरौँ त्यसैमा चाहिँ हामी रमाउँ भनेर जुन योजनामा उहाँ हिँड्नुभएको छ त्यसैमा हामी पनि हातमा हात मिलाएर काँधमा काँध मिलाएर पछि लागौँ यही भन्दै अब समयको पनि छ यही भन्दै म यहाँ बिदा हुन चाहन्छु धन्यवाद धेरै धेरै धन्यवाद आदरणीय खडानन्द सापकोटा गुरुज्यूलाई एकचोटि जोरदार ताली बजाइदिउँ we would like to thank you international yoga teacher Khadananda Sapkotaju for your wonderful welcome speech and informing all of us about the global society for peace and spiritual science विश्व शान्ति तथा अध्यात्म विज्ञान समाजको बारेमा पनि धेरै कुराहरू राखिदिनु भयो हामी आभारी छौँ एकचोटि ताली बजायो भने हाम्रो शरीर स्वस्थ रहन्छ हाम्रो शरीर शान्त रहन्छ थ्याङ्क यू सो मच ओम नमो नमः थाइल्यान्ड योग सम्मेलनका सहभागी मित्रहरूलाई यो अनुरोध गर्छु कि भिडियो पुरा हेरी सुझाव र प्रतिक्रिया दिनुहोला तपाईको सुझाव र प्रतिक्रियाले आगामी भिडियोहरूमा सुधार गर्न सकियोस् हवस् त आजलाई बिदा धन्यवाद